यति मिठो चराचुरुङ्गीको आवाज आइरहेको छ नि। म यहाँ माथि रुफमा आएको छु अहिले रनिमेडको, अनि म यहाँबाट इन्टरसेक्सन पनि देख्न सक्छु। There the plane is flying up high in the sky. यो पुरै बस्ती देख्न सकिन्छ हैन। अनि मलाई बिहान यहाँ आउँदाखेरि चाहिँ यति मजा लाग्छ कि न्यानो घामको किरण आउँछ हैन, अनि तातो घाम एकछिन तापिन्छ 10 मिनट। अनि भिटामिन डी को कमी हुन्छ नि त यहाँ मान्छेहरूलाई। समरमा मात्र हो घाम ताप्ने, विन्टरमा घाम लागे पनि केही मतलबै छैन क्या। त्यो जाडोले त्यो केही फिलै हुँदैन, बाहिर बस्नै सकिन्न। अनि यति मिठो मौसम छ। मैले प्लेन धेरै उडे देखेँ हो। यति मिठो मौसम छ हैन, यति राम्रो मौसम छ। अनि एकछिन म बस्छु 10 मिनट जति, अनि हेरिराखौँ जस्तो छ क्या यो हरियाली। अब केही महिनापछि चाहिँ के हुन्छ भने यो रुखहरू रङ्गी बिरङ्गी हुन्छन्। फल सिजन आउँछ। अहिले हामी स्प्रिङ भर्खर सक्यो हैन, स्प्रिङ भर्खरै सकेको हुनाले अब हामी समरमा सिफ्ट हुँदैछौँ। 2 महिना एक्सट्रिम समर हुन्छ, एक्सट्रिम गर्मी हुन्छ। अनि त्यस पछाडि हामी फल सिजनमा जान्छौँ। फल सिजनमा चाहिँ यति रमाइलो हुन्छ। रमाइलो भन्दा नि पातहरू को कलर चेन्ज हुन्छ त्यस पछाडि, अनि गर्मी नै हुन्छ। अनि त्यहाँबाट फेरि अनि विन्टरको लागि हामी प्रिपेयर हुन्छौँ। त्यो समयसम्म लेट्स सी के हुँदै गर्छ हैन। अनि अब म फेरि भित्र जान्छु। सी यू नेक्स्ट टाइम। शुभ बिहानी, शुभ मध्यान्तर, शुभ साँझ र शुभरात्रि। यो भिडियो जतिखेर हेरिराख्नु भएको छ त्यही अनुसारले मैले सम्बोधन गरेँ। सबैलाई स्वागत छ यो मेरो सानो गन्थन मन्थन गर्ने समयमा। मैले एउटा कुरा देखिरहेको छु, त्यहाँनिर खराएको बच्चा होइन हो। समर इन्जोय गरिरहेको छ यसले। समर बेस्ट हो क्या यहाँ। कपाल लामो भएको छ मेरो। अब म जान्छु पढ्नलाई। कामबाट भर्खर आएको, 9 बजीसम्म घाम लाग्छ। तर 8:30 बजे सकिन्छ मेरो पढाइको सेसन। 8:30 सम्मको लागि चाहिँ म यस्तो फोकस गरेर पढ्छु भन्छु, तर कहिलेकाहीँ चाहिँ यस्तो डिस्ट्र्याक्ट भइन्छ नि फोनले गर्दा। त्यो चाहिँ मेरो साह्रो नराम्रो बानी हो हैन। लेट्स सी, हेर्दै जानुपर्छ, गर्दै जानुपर्छ। प्रयास भन्ने कुरा जारी रहन्छ है त। घाम राम्रो छ आज, मौसम राम्रो छ। मौसम भनेपछि यो समरमा जहिले भवाले हुन्छ, एक्सेप्ट पानी परेको बेलामा। ल मेरो सानो राइडमा अब सरर गइन्छ। Okay to hold this phone this way? I have no idea, it might go away. कहिलेकाहीँ गाडी यस्तो फुत्ता आइदिएर हुन्छ, थाहा नै हुन्न कि 1 सेकेन्डमा गाडी आइसकेको हुन्छ।
मैले कफी काममै बनाएर लिएर आएको थिएँ अनि I better try to hold this way maybe. Should be good. कति बेरसम्म चाहिँ झर्दैन है मेरो गाडीको यो स्प्रिङ टेस्ट हो यो झरे छैन अहिलेसम्म त यहाँ स्पिड लिमिट 30 छ म 30 मै हिँड्छु नट मोर देन द्याट लास्ट कति किन हो बच्चैदेखि आकाशमा प्लेन चाहिँ एक्ज्याक्टली देखिहाल्ने क्या बच्चामा हामी बाई बाई गर्थ्यौँ यसरी हामी भन्दा नि हाम्रो ग्रुपको साथीहरू जसले देखे पनि हेलिकप्टर पड्किँदै आउँथ्यो क्या गाउँ नै थर्किन्थ्यो क्या अनि हाम्रो घर नजिकै सदरमुकाममा चाहिँ एयरपोर्ट थियो अनि त्यहाँको एयरपोर्टमा चाहिँ प्लेन ल्यान्ड हुने आउने जाने गर्थ्यो तर केही समय बिचमा त्यहाँनिर सायद मेन्टेनेन्सको कामले गर्दाखेरि चाहिँ बन्द भएको थियो त्यो कुराहरू बट लेटर अन लुक्ला जानको लागि चाहिँ त्यहाँनिर बिचमा बस्थ्यो कि नभए प्रायः टुरिस्टहरू चाहिँ रामेछापसम्म चाहिँ मन्थलीसम्म चाहिँ गाडीमा आउँथ्यो अनि त्यहाँबाट चाहिँ अनि लुक्ला जानको लागि अलिकति सर्ट डिस्टेन्स भयो नि हुन्छ भनेर चाहिँ अलिकति कम पैसा पर्छ भनेर चाहिँ अनि त्यहाँबाट चाहिँ लुक्ला जान्थ्यो क्या अनि प्लेनहरू आएको देखिन्थ्यो त्यही भएर आकाशमा देखिने बित्तिकै आकाशमा हेर्ने बित्तिकै ठक्क प्लेनमा देखिरहेको हुन्छ क्या राम्रो गाडी छ त दाजुको त यो एरियातिर भोलि सायद सिटीले वेस्टहरू सब कलेक्ट गर्ने भएर होला भोलि नै हो क्या अरे तर लोकेसन अनुसार फरक पर्दो रहेछ म पहिला बसेको ठाउँमा फ्राइडे कलेक्ट गर्थ्यो यो ठाउँमा थर्सडे कलेक्ट गर्छ त्यही भएर मैले अघि भर्खर त्यो बिनहरू बाहिर राखिदिएको थिएँ रिसाइकल र अर्ग्यानिक एभ्री विक पिकअप गर्छ भने रिसाइकल र गार्बेज चाहिँ अल्टरनेटिभ विकमा हुन्छ क्या अनि यो पात पतिङ्गर अनि यो सफा गर्नेहरूको चाहिँ अनि महिनामा 2 चोटि हो कि 1 चोटि गर्छ महिनामा 1 चोटि पिकअप गर्छ जस्तो लाग्छ त्यसको स्केड्युल चाहिँ अगाडि नै सिटीले दिइसके हुन्छ क्या यहाँ सिटी अफ टोरन्टोले चाहिँ अगाडि नै त्यो सबको घरमा त्यो मेल गरिदिइसके हुन्छ अनि मान्छेले त्यही हेरेर चाहिँ अनि त्यही अनुसारले प्लान गरेर बाहिर राखिदिन्छन् आफै पिकअप हुन्छ बाहिर सामान कति छोड्छन् क्या हामी सोद्धाखेरि घर यति खाली थियो होइन हामीले सबै घरमा हाम्रो घर फर्निस्ड हुनुको कारण चाहिँ सब एक दिन युवल हामी लिएर गयौँ होइन अनि 6-7 जना चाहिँ हामी युवलमा थियौँ अनि बाटोमा देख्ने बित्तिकै उठाएर हिँडिहाल्ने राम्रो छ भने राख्ने त्यसलाई डिसइन्फेक्ट गर्ने होइन किनकि बेड बक्सको अलिकति डर हुन्छ नि त पुसपास गरेर होइन राम्रो बनाएर हामी युज गरिरहेछौँ कति कुराहरू त 2-4 महिनामा भाँचिन्छ के हुन्छ होइन मोबाइल आउँछ झऱ्यो यस्तो भएर बसिरहेको थियो लास्ट गर्मी छ क्या आज तर म कफी खाइसकेर जान्छु भिडियो बनाइरहेको थिएँ के भयो भने मोबाइल तात्यो अरे अनि आफै सबै अफ भयो क्या अनि गोजीमा एकछिन हालेपछि बल्ल अन भयो नि तर मैले के बिर्सेँ भने पानी नै बिर्सेँ त्यो पानी थापेर लिएर चिसो पानी झन् पानी त खानै पऱ्यो होइन पानी त खानै पऱ्यो अनि Alright, mate. Here we go.
म यही डेन्टलमा गएको थिएँ मेरो ओरल सर्जरी गर्न पार्कवे डेन्टलमा इट्स अ ब्युटिफुल पार्कवे मल एम्बियन्स राम्रो छ ओके let me get in alright mate it was a beautiful day अब घर जानु पर्ने हुन्छ खाना पकाउने अनि सुत्ने stay tuned stay tuned and see you next time à la prochaine